फाइनली हामी आज पोर्तोमा हामी आज पोर्तोमा त्यस्तो नबनाउन ठमेल जस्तै हो किनभने अलिक क्राउडी एरिया बिजी एरिया सो पोर्तोको एउटा विशेषता चाहिँ मलाई बवालै लाग्यो यो सिटी अलिकति हिस्टोरिकल एकदमै पुरानो मान्छेहरू चाहिँ एक्सप्लोर गर्नको लागि यसो मजाले आउने अलिक क्राउडी अलिक बिजी अनि एकदमै ऐतिहासिक ठाउँ पुरानो पुरानो बिल्डिङहरू है रमाइलो छ अब यहाँको मेन एट्र्याक्सन भनेको त्यो दुईवटा ब्रिज रहेछ हामी हिँडेर जाने भनेको हिँडेर जान अलिकति पोसिबल भएन धेरै बेर हिँड्यौँ तर सकिएन बिकज वी हेभ अलरेडी अ हेभी ब्याग इन ब्याक साइड सो इट्स रियली हार्ड अनि अब फेरि हामी बस लिएपछि 4 स्टप पहिला नै झऱ्यौँ अलिकति हिँडेर नि जाउँ भन्ने कुरो भयो हिँडेर जानु पाएन यहाँ मान्छेहरू मजाले ब्रेकफास्ट भनेको अब लन्च भइरहेछ मजाले कजी फुडहरू सो अनि एउटा काठमाडौँकै याद दिलाउने एउटा बवाल भन्दा गर्छ है रिसोर्टहरू यस्तो मजाको रिसोर्टहरू छ सबै जमिन माथि चल्ने ट्रम पनि रहेछ सानो मजाले है जमिन माथि चल्ने अनि टेम्पो पनि पाइने रहेछ त यता टेम्पो पनि यो सिटी टुर गराएपछि यसले चाहिँ सिटी टुर गराउँछ होइन अब हामी सिटी टुर गरिसकेपछि पर पर्सन चाहिँ कति लिन्छ अरे 20 to 25 युरो चार्ज गर्ने रहेछ यिनीहरूले अनि मजाले सिटी टुर गराउने रहेछ तर यो सिटी टुर गर्ने हाम्रो प्लान चाहिँ बेलुकातिर छ अहिले छैन अहिले किनभने अलिकति घाम छ गर्मी छ इन्स्ट्रक्सन पनि बताइरहेछ यहाँ कहाँ घुमाउने के घुमाउने भनेर यस्तो छ अनि यिनीहरूको 25 युरो मजाले मेन्सन गरेको छ 25 युरो भनेर सो बेलुकातिर हामी चाहिँ नाइट टाइममा घुम्ने हाम्रो प्लान छ अहिले चाहिँ यसो भोक पनि लागिरहेछ खाजा खाम अनि बाँकी चाहिँ योभन्दा राम्रो ठाउँहरू भएछ भने मजाले हामी अपडेट गर्छौँ नि है अल गुड टेक केयर बाई